बुवाको आज के भयो त अनि कुराकानी हस्पिटल जानु भएको थियो अनि के भन्नु त डाक्टरले डक्टरले के भन्नु 21 तारिक भारी बोक्छौ भन्नु ए काम पनि कति गर्छु भनेर सोधे घाँस सास काट्नु के गर्छौ भन्नु अनि के भन्नु बोक्छु 40-50 केजी भनिदियो ए अनि अरू के सोध्यो अनि दाँत अगाडिको दाँत छ कि छैन भनेर सोधो यता बङ्गडा चाहिँ छैन अगाडि त छ हौ भनिदियो अनि अरू बुवालाई मात्रै लगेको थियो नि त भित्र निकै बेर राख्यो नि त अगाडि त राम्रै छ रोग लागेको छैन भनेर चाहिँ छैन भनिदियो अनि अरू केही पनि चलेन अनि प्रेसर जाँच हो ए प्रेसर कस्तो रहेछ यो के अरे फर्म लगाएर नारीमा अनि ठिकै छ हुन्छ यो बुढोलाई हेर्दैन किन हेर्दैन हौ कति दिन छ अरे आमै बाबुलाई लानु अब 13 दिन भनेपछि त बाबै कति दिन नआउने पर्यो घर अब है मेरो बिउ राख्नु भइहाल्छ